भरे भोइस चाहिँ मिलाउँदा भइगयो कि अनि होइन केटा हो अब यस्तो अरे क्या जिन्दगीको गोडे चोकमा अनि म चाहिँ जाँदै छु त दाजुभाइहरू अलिक छाडो गर रानीको छोरो चाहिँ कत्रो लिएको अनि अब आजको हाम्रो कहाँ छ डेस्टिनेसन भनेको चाहिँ निन्द्रा नलागेर हो दाजुभाइ हो है थाहा छैन अनि मैले चाहिँ हेरेको यो बाटोलाई चाहिँ अब हामी बिस्तारै बिस्तारै नै के बोलिरहेको छु त्यो मलाई पनि थाहा छैन है हरन पनि बज्दो रहेछ अनि अब यस्तै भइरहेछ जिन्दगी गरममा चिल पारामा रमाउँदै होइन आशिष के गर्नु र अब छोड्नेले अब सबै केटीले छोडिरहेको छ यार यहाँ मात्र यो हामीलाई बाइकले मात्रै साथ दिन्छ क्या बाटो अब बाबा माथिमा के आएको हो नि यो इलामको बाटो साह्रै सानो छ र क्या गाइस त्यसमा चाहिँ साथै नै अब तर्साइदिन्छ है अब म चाहिँ कन्टेन्ट त हो म्याचमा कस्तो खालको कन्टेन्ट आयो यो त यो खालको कन्टेन्ट त बरु होइन पछि है हामीले पिच पनि बनाएको कति 3 वर्ष भइसक्यो म चाहिँ जस्तोको जस्तै छ त्यो यो आदमको पालाको हो है ए अहिले चाहिँ हामी कहाँ गइरहेछौँ भने हामीलाई थाहा छैन हाम्रो कहाँ हो भनेर डेस्टिनेसन अहिले यो समयमा जहाँसम्म हुन्छ हाम्रो गन्तव्य धेरै लामो पनि छैन छोटो पनि छैन ठिक्क मिडियममा छ होइन सरी मेरो क्यामेराम्यान मजाले मेरो क्यामेराम्यान अलिक राम्रैसँग गर्छ मलाई थाहा छ देख्यो तिमीलाई सोहिराखे हामी त 4मा नि उठाइदिन्छौँ क्या तर यसरी जान्छ है तर हाम्रो कला छ नि त साथीहरू 4मा नि उठाउने कला छ सबैसँग त्यो यस्तो कला त